चाहिँ जेठाजु दादी र म मात्रै हुनुहुन्छ अनि चटपट खाने कोही हुनुहुन्न मम्मी पनि हुनुहुन्न आज आउनु भएन मम्मी पनि अब हामी सुरु गर्यौं खानालाई चिसो पनि छ टक्कलाएर कस्तो छ दादा टेस्टी यो चाहिँ मम्मीको लागि बचाएको है गाइस मम्मी चाहिँ हुनुहुन्न कहिले आउनुहुन्छ सायद भोलि आउनुहुन्छ होला यो चाहिँ मम्मीको लागि राख्दै छु मम्मीको फेभरेट हो नि चटपट त्यसरी यहाँ मम्मीको लागि राख्दै छ